यस्तो छ अहिले फर्स्ट यहाँनिर म सानो दोकान खोलौँ भनेको सानो न सानो मात्रै यस्तो ठुलो त सक्दैन हामीले हो। अब यहाँ यस्तो रहेछ अहिले चाहिँ हो यो बाहिर हो। अन्त कहाँ गएको टाइगर पनि आएको। अब यो प्लाइवुडमा कलर लगाउनु पर्यो। प्लाइवुडमा कलर लगाएर त्यहाँदेखि यहाँ बाहिर यस्तो रहेछ टोइलेट बाथरुम यस्तो रहेछ। यहाँबाट चाहिँ यस्तो बस्ती देख्दो रहेछ हो। यहाँ यस्तो रहेछ हो। अहिले चाहिँ फिलहाल यस्तो छ, बादमा फेरि देखाउँछु कम्प्लिट भएर। मम्मी एउटा कुरा सुन्नु नम्बर के अन्त के हो नि हाम्रो घरको लोन पनि यता बिस्ना लगाएको त उतापट्टि यहाँ चाहिँ म त्यो काट्छ नि दिएर मैले काट्छ नि त। यस्तो ल्याउनुपर्छ यस्तो यहाँदेखि यो पनि यस्तो बिग्रेको रहेछ नि यहाँ। कहिले त्यो तान्नु बोलेको सक्यो। अब तल कुन चाहिँ बन्द गरेछ नि त्यो अलिक माथि बिस्तारै नै। यो प्लाइवुडको कलर गरिसक्यो। अब यसको कलर गर्नुपर्छ। यो रुमको कलर गर्ने हो। चिटिक्कै भएर राम्रो सबैभन्दा असिना परे असिना कस्तो परेछ हिउँ त। अब हामी पार्टिसन गरेको अहिले यता हो यस्तो हुँदैछ पार्टिसन हुँदैछ भर्खर हाम्रो। अब हाम्रो पार्टिसन भइसक्यो। पार्टिसन भएर यस्तो हो। अब म चाहिँ यहाँ नयाँ सरेको हो। म चाहिँ सानो फास्टफुड खोल्ने। बाहिर यस्तो रहेछ अस्तिदेखि बनाएर सकेँ। यो हो पञ्चायत भवन। यहाँ यस्तो छ यस्तो हो। अगाडि यस्तो रहेछ। यहाँबाट खोलेर यस्तो हो। यस्तो खालको बनाएँ मैले टक्कै। हेर्नुहोस् नेभर गिभ अप हो। यो टाइम यति भएछ। यहाँ यस्तो छ हो। यस्तो बनाएँ मैले चाहिँ। अब मेरो सानो फास्टफुड हो यो। हेर्नुहोस् यस्तो छ डेकोरेसन चाहिँ।
यस्तो बनाएँ अब सानो दुःख सुख यस्तो यहाँ यो हो किचन त्यहाँदेखि चाहिँ यहाँ यस्तो गरेर चेसम कोठा यहाँ यस्तो गरेर यो हो चेसम कोठा बनाएको यहाँ चाहिँ यहाँ टिभी यस्तो छ यहाँ खिर्की यहाँ एउटा बेड छ यहाँ एउटा बेड छ त्यहाँदेखि यो बाहिर टक्क यहाँ बाथरुम हो त्यहाँदेखि यहाँ यो प्यासेज हो यहाँ टक्क बाहिर बस्यो हावा खायो यहाँ तल यस्तो छ सिन यस्तो छ यहाँबाट चाहिँ यस्तो छ अब मेरो अर्को रुम चाहिँ यहाँ यस्तो छ यो चाहिँ यहाँनिर यस्तो यो चाहिँ हाम्रो यहाँ बेड हो यस्तो छ यहाँ स्टोरी राखेर टिभी राखेर बाहिर जाने यस्तो गरेर यहाँ पनि छ मान्छे सुत्नुपर्छ यहाँ पनि किचन बनाउँदा पनि हुन्छ कि तर किचन चाहिँ हामी फेरि माथि नै युज गर्छ हो यहाँ चाहिँ अब कोही कोही बेला इमर्जेन्सीको लागि हो यो चाहिँ हो त यहाँ छ तपाईँको बाथरुम छ यहाँ पनि ए टोइलेट बाथरुम हो यो यहाँनिर यहाँ छ बाहिर फेरि बरन्डा लुगा सुकाउने प्यासेज हो यो चाहिँ लुगा सुकाउँदा पनि हुन्छ बस्दा पनि हुन्छ हो चाहिँ बेलुका मैले गरेको यिनीहरू यहाँ सुत्ने ठाउँ छ एउटा खुल्ला यहाँ हो यस्तो छ नयाँ घर पक मोमो